यो दाजुभाइ रोमाञ्चक फुटसल प्रतियोगिताको आज हामी फाइनल गेमको सेकेन्ड हाफ जहाँ चाहिँ यो टिम दाजु यो गोल हिरो टिम रहेको छ भने यतातिर छ दालबाट टिम। अहिले गोल हिरो टिमले 3 गोलको अग्रसर लिइसकेको छ। 3 गोलको अग्रसर भन्नाले 3-1 को अग्रसर लिइरहेको छ र सेकेन्ड हाफको फर्स्ट किक चार्ज हुन गइरहेको छ है। चार्ज गर्नको आयुष थले अगाडि आइसकेको छ। ओके ठिक छ, धन्यवाद। मैले सबै प्लेयरको नाम भन्न नसकला तर म राम्रो कमेन्ट्री गर्ने कोसिस गर्नेछु। खै हेर्ने एकजना रे हुज द्याट म्यान। ओके 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 म आँखा पनि राम्रो देख्दिनँ। अङ्कल हो यसरी बल पास दिनुपर्छ है। ल ल ल ल बल नेक्स्ट कोर्टमा आइसकेको छ। आजको टिमको आजको गेम आजको टुर्नामेन्टको बेस्ट किपर अरुण साईलाई दिँदाखेरि केही फरक पर्दैन भन्ने मेरो मान्यता छ र यो मान्यता सबै प्लेयरहरूलाई राखिदिनु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु। किनभने 6 गोलको अग्रसर लिइरहेको बेलामा 5 गोल खाने 5 गोल खाने किपर यही हो अरुण साई। 0-6 भएको थियो पछि 5-6 हो नि त। यहाँ पनि यसलाई बिले फलो गरौँ, फलो नगरौँ। यहाँ चाहिँ होइन, यहाँ चाहिँ हाम्रो आजको लाइक गरिदिनु होला। ओके गोल हुन सकेन। लगभग मैले यो लिग गेमको दावेदार टिमलाई नै यो आजको उपाधि दिँदाखेरि केही फरक पर्दैन। आजको उपाधि हामीसँग खसी 25 किलोको खसी आइसकेको छ। 25 किलोको खसी बोल्दैन के जान्छ र भाले खै यो भालेले अब कति दिन छैन। यो भालेको काल नजिकै छ, नजिकै छ। ओ स्लो कनेक्सन भनिरहेको रहेछ यसले है। हजुर दाइ रोहितले बोलायो, मैले बोलाएको छ भन्नु नि त्यसलाई। ल है ल ओ रेफ्रीको हुइसललाई पनि सुन्ने गर है खेलाडीहरू प्लिज। आयुष थले रेड कार्डको नजिकै छ है। यसले जतिसुकै बेला रेड कार्ड खान सक्छ। यो जुम भन्छ कि यसमा यता साइडमै छ त रेफ्री, त्यति साह्रो कालो नि छैन। यो रेफ्री म त लाइन्सम्यान। ओके साई सुजल इज वाचिङ। भाइ मेरो भाइ वेलकम छ है मेरो लाइभमा। यो सेकेन्ड हाफको 2 मिनट सकिसकेको छ। यो बल खोज्ने प्रक्रिया जारी रहेको छ र बल खोज्दा खोज्दै आयुष थले नाटक गर्छस्। ओ आयुष थले है सब तेरो सब छ है फेरि यहाँनिर। गोल हुन सकेन। मैले गेम सुरुदेखि हेरिरहेको छु। यो अरुण साई भन्ने गोलकिपरले त्यति धेरै मेहनत गर्नु परेको छैन। रनले गोल हान्न खोजेको छ तर सर्ट बाहिर गएको हुनाले यसलाई गोल भन्न मिल्दैन। ल हाम्रो साढे यस्तो खेलाडी पनि बल जुत्न खोजी गइरहेको त रहेछ। खुट्टा बाङ्गो भएको कारणले गर्दाखेरि निशाना ठिक ठाउँमा लाग्दैन यो साढे यस्तो खेलाडीको। थले थ्रो इन। ओके रोहनको खुट्टामा बल परेको छ र रोहनको काम भनेको यहाँ आएको जति खेलाडीलाई सेकाउने मात्रै हो। यसले मलाई आज एउटा एक सर्ट सेकाएको पनि छ। ए यो भाइको चाहिँ फेरि आँखै सेकाएको छ है। कहाँ गयो हजुर 3 जना। त्यो त त्यस्तै हो। फाइनल चाहिँ फर्स्टमा गर्नु पर्ने कि। ओहो कति घण्टा भइसक्यो? हामी 1 बजी आएको 5 घण्टा मात्र भयो। मासु आज हुँदैन भाइ। गोल 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 हुन सकेन। वाउ नाइस सेभ नाइस सेभ नाइस सेभ। कर्नर किक बाहिर गएको छ। ओ गोल अब चाहिँ गोल। बेस्ट गोलकिपरलाई खसीको कान दिइनेछ। बेस्ट रेफ्रीलाई चाहिँ हामी के छ राइजाले बेस्ट रेफ्री खसीको गेडा हुन्छ बोकाको भएको बेटी एउटा कुरो हुन्थ्यो। तल फेरि आएर रेफ्रीलाई काट्दै होला नि भाउ यहाँनिर। सुमित साईले कर्नर किक प्रहार गरिसकेको छ।
ह्यान्डबल होइन ए रेफ्रीको हुइसललाई पनि सुन्ने गरौँ है केटा हो आफैले अपिल नगरौँ है आफैले अपिल नगरौँ ओइ मासु भाइ तँले केले खोजा भन् त केही छैन तेरो हात देखा त अगाडि नाम पका केले फालिसक्यो केले घोचिरहेको छ कि एउटा हजुर ल ल ल सबैले हेरेर चाहेको खेलाडी यही रोहन साई हो के तीनजना छन् होइन I want to reveal the participants. Oh my God. Nice son. Nice save. But I'm not able to capture that. Nice. Oh. सुत्नु भएन भाइ सुत्नु भएन है ल बेस्ट किपर लाइभ भने यस्तो हुनुपर्छ कि अब लाइभ भने यस्तो हुनुपर्छ कान्तिपुर हाम्रो एलेक्स भाइ किपर बस्नुपर्ने मान्छे किपर नम्बर 3 गोल खाइसकेको छ ल है यहाँनिर लाइभ बस्न चाहिँ गाह्रो भएको छ बल उडाइ गरेको भएर बसेको यिनीहरूले बस्नु दिएन कि मलाई थलेले बल चार्ज भइसकेको छ मिडफिल्डमा सुमित साई बल लिएर छलाउने कोसिस गर्दैछन् पास कसलाई दिउँ सोचिरहेका छन् र पास दिने क्रममा दुईजनाले एउटा डिफेन्ड गरिसकेका छन् ठेलेका छन् हुइसल बजिसकेको छ हुइसल साँडा यस्तो खेलाडीले हुइसल कार्ड खायो केटाले अहिले डबल येलो रेड भइसक्यो नि त अब डबल येलो रेड भइसक्यो राहुल भाइ बाहिर सुजल भाइ निशान पनि सही हुनु पर्यो सरी सुमित भाइ निशानमा सही हुनु पर्यो गोल छैन ल वडा नम्बर 9 को नयाँ किपर सब्स्टिट्युटमा है अनि साई मेरो भाइ वेलकम छ ओ नाइस सेभ ओ कर्नर भनेको होइन ठिक छ थले दिस गोल इज फर यु ओ नाइस सेभ ओ यो यसलाई गोलमा चेन्ज गरेर दिनुहुन्न हो दामी थले भागिसक्यो राहुलले बललाई त्यसै जान दियो ए भाइ खसी कप खेल्न आएको खसी पार्न आएको त इजी भाइ इजी रोहन साईले बल प्रहार गर्दैछन् ठिक छ
के गरे ओ अंकल पार पुगेन है पार पुगेन ल साँच्ची कि भाले भागो त यार भाले भाग्यो त ल ए घेरान सेकेन्ड ट्रफी भागिसकेको छ है यहाँबाट बेस्ट किपर है बेस्ट किपर भाले भाग्यो म यता बाहिर छु दाइ बाहिर यता फुटसलमा सकेको छैन म सकिने बित्तिकै आइहाल्छु हजुर उतै हुन्छ ल सुमित आलुले बल अगाडि बढाइरहेको छ सुमितले बल सुजललाई पास गरेको छ सरी आई डोन्ट नो हिज नेम ओ रोहन ओ एलेक्स भाइ रिसारी खेल्नु भएन है थले मिगे अब यहाँ थलेले बल पाइसकेपछि अब यो गोलमा कन्भर्ट हुन धेरै समय लाग्दैन भन्न लागेको थियो तर यो बल आउट गएको छ कर्नर किक पाएको छ कर्नर किकको पास पनि भइसकेको छ र बल उडाउने काम मात्र भइरहेको छ यहाँनिर गेम लगभगको अन्तिमको चरणमा आइसकेको छ भाइ किपर ओ जेनी आउट ल ओ माई गॉड ल गोल इजी गोल चारेक हो चारेक है थले छैन कहाँ आउट हुन्छ खेलाडी पो हो त
बधाई छ गोल हिरो एफसीलाई। हाम्रो खेलाडीहरू भुटरहरू है माथि छन् सबैजना। ल यो सँगसँगै गोल हिरो एफसीले यो गेम मात्र टुर्नामेन्टै जितेको छ। तपाईँ के हाल्नु खसीको हँ के हाल्नु ल तपाईँ पुरस्कार है भाले हो अङ्कल खसीको खुट्टा तपाईँलाई खसीको खुट्टा भने खसी खुट्टा खानु पर्ला एउटालाई खसीको आँखा बुक भइसकेको छ खसीको खुट्टा नाम लेख्ने होइन बन्द नगरौँ न तसँग केरालाई मेडल साइन्स मेडल तपाईँ उमेश राई सर्टिफिकेट मेडल पुछारेको मजाले जित्यो हामी जित्यो नि हामी केटाहरू खतरा खेल्छ हामी केटाहरू पनि अनलाइन लाइन तिमी सबैलाई तिमीलाई लगाइदिनु त्यहाँ एकछिन अब ट्रेनिङ गरेर जानु पर्ला जस्तो ट्रेनिङ अब मेरो मात्रै हो ट्रेनिङ भन्ने के भइसक्यो के भयो बा खाइदे भयो खुट्टा सड्केर सुन्दर के भयो खाइदे भयो छाला खुल्यो खोइ अनिस भाइ आएन त यहाँ अनिस पनि थिएन टिममा होइन यहाँ लाइभ हेरेर टिममा आउनुपर्ने थियो नि त टिममा खेल्न मजा आउँथ्यो यहाँ यस ल ल ल धरी ल ल ए बाह्रदेखि घर चढादेखि जोड्यो लाइभ गर है लाइभ अघि हानेन अहिले हामी के गर्नु उमेश ए बाबु बना सिल्को छ न लाइभ टेज ल सुजल कसको हो मोबाइल कसको लाग्यो हामीले बोकेको सयपट्टि अगाडि थियो लागेस total के ना लाइभ के पहिला सेकेन्डलाई ए पहिला आम्नु पर्यो सेकेन्ड त पहिला यो सेकेन्ड हो कि यो फर्स्टलाई हो यो त्यही त त्यो सेकेन्डलाई पहिला दिनु पर्यो हामी गोल हिरो हो नि यो बाइक गोल हान्ने सबै छ अनि भएबाट सबैले गोल हानेछ यो बाइक सबै यो बाइक सबैले गोल हानेछ चाहिँदैन के खसीले खसी
빨리 보자. ल ल ए अरू रोहित एउटा भिडियो खिच्दैन हाम्रो अङ्कलको एउटा भिडियो खिच्दैन ल यो दोस्रो हुने टिम सेकेन्ड टिमको लागि यो हाम्रो मेडल र सर्टिफिकेट अगाडि होइन भाइ लेफ्टबाट आउने राइटबाट आउने गर न ल पहिला किपर पछि स्ट्राइकरबाट खेल्नु भाइ हात मिलाउनु सुमित 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 भाइ गोल कति गोल हानेस् भाइ होइन छोड त एउटा मलाई हो त्यो क्याप्टेन रोहन साई ए पहिला कस्तो के गरे पहिला त कुखुरा दिनु पर्दैन हालिदिनु पर्दैन दाइको खुट्टा राख भाइ दाइको खुट्टा राख नभएको चिज नमाग्नु भयो त पनि हेलो हजुर म 7 बजीतिर आउँछु त्यसको चाहिँ यहाँबाट त एयरपोर्टमा हो नि एयरपोर्ट आयो हुन्छ नि त आयो हुन्छ नि त त्यता बेस्ट गोलकिपर है ग्रुप आइज खोइ सेकेन्डको ग्रुप आइज खसी बोला यहाँ ब्यानरमा आयो सेकेन्ड हुने ग्रुपहरु खोइ भालु उडाइदिउँ माथि यो टिमले भाले पाएको छ सेकेन्ड यहाँ छ भने पिसा पेर्दै रहेछ त ल पिसा पेर्दैछ
बोकेर काठमाल गोर्खोल आइसकेको छ बाख्राको पुरा आनुहोस् न एउटा